किचन डेकोरेसन र विभिन्न किसिमका सामानहरू बनाउनु परेमा उहाँलाई सम्झन सक्नु। हेलो गाइज, व्हाट्सअप, आई होप सबैजना सन्चै हुनुहुन्छ होइन। आज चाहिँ यसो काम साम परेर टक्कसँगले चाहिँ यता बिर्ता मोडतिर आयो। अब काम पनि खोइ हुन्छ कि हुँदैन, 50% हुन्छ जस्तो लाग्छ, 50% हुँदैन जस्तो लाग्छ होइन। अब अहिले नि नभनिहालौँ के को लागि आएको भनेर होइन, ट्विस्ट मजा हुँदैन होइन। यो बिर्ता मोडको अदुवा खोलामा छु होइन ठ्याक्कै। यहाँ एउटा एकजना दाइलाई यसो भेट्नु पनि पर्नेछ। सट्ट यो भयो गाडी साडी पास गर्ने, मेन रोड चाहिँ एउटा छ गाडी जाने। यता यो पूर्व जाने बाटो भयो है, यो चाहिँ अनि सरी मिस्टेक भएछ, यो चाहिँ पश्चिम जाने बाटो, यता भयो पूर्व जाने बाटो। बाटो काटेर पारी जानुपर्ने है, पुरै भिडै भिड छ। सोच्ने कतादेखि काट्नु, सट्टसँगले चाहिँ हो। बाटो काट्ने ठाउँ पनि भेट्दिनँ होइन, गाडी आएकै गर्छ। गाडी अलिक पातलो हुन्छ कि भनेर यहाँ मौका छोप्दैछु, म मौका हेर्दैछु है। खोइ जान खोज, गाडी आएकै गर्छ, जानै पाइँदैन। गाह्रो छ भाइ, उता तदेखि गाडी आइराखिरहेको छ, यतादेखि गाडी आएको छ भने हुन्छ त कहीँबाट। अब नेपालको नियम कानुन त्यस्तै हो, जेब्रा क्रसिङ छैन। जेब्रा क्रसिङ भए पनि मान्यता हुँदैन होइन। जता पाए त्यतैबाट बाटो काटेको छ है। फाइनली बाटो काट्नु चाहिँ सक्सेस भयो। टक्क जाने अगाडिको ढ्याक रातो गाडीमा चढ्नुभन्दा अगाडि पनि त्यो दाइलाई म कल गर्नु पर्यो होइन, कहाँ हुनुहुन्छ, म अलिकति काम छ अफिसतिर, एउटा अफिसतिर भन्दै हुन्थ्यो। फोन गर्ने, अब बिजी हुनुहुन्छ भने चाहिँ म यतिकै गाडी चढेर घरतिर लाग्दिनु पऱ्यो होइन। बिजी हुनुहुन्न भने चाहिँ अब यसो एकचोटि भेटघाट गर्नु पऱ्यो नि त। अघि भर्खर पनि भेट्नु भएको थियो, मेरो अलिकति काम छ भनेर उता अर्कोतिर लाग्नुभयो, म पनि यता अर्कैतिर लागेँ होइन। पुरो यस्तै त्यस्तै हो। म चाहिँ फेरि भिडभाडमा जताततै पनि एकदम बोल्न लजाउँदिनँ, र एउटा ब्लगर भएपछि चाहिँ बोल्न लजाउनु पनि हुँदैन होइन। जो लजायो सक्यो क्या, क्यामेरा उठाउने बोल्ने के छ र होइन। सरम मान्नुपर्ने हाम्रो त्यस्तो कुरै छैन होइन। कति देख्छु भिडभाडमा आएपछि चाहिँ टक्क यो मान्छे सान्छे भएको ठाउँतिर आएपछि चाहिँ क्यामेरा बन्द गर्छन् क्या, मोबाइल गोजीमा राख्छन् होइन। बट आई डोन्ट केयर। फाइनल्ली होइन त्यहाँ ग्राउन्डमा पनि फोन गरिसकेँ। त्यो दाइ चाहिँ अहिले अब नभ्याउने खालको अवस्थामा हुनुहुन्छ अरे, अफिसमा अलिकति बिजी हुनुहुन्छ अरे। म चाहिँ लागेँ अब घरतिर होइन। काम पनि आज अलिकति आधी अधुरै अनसक्सेस खालको भयो है। अब अरू कुरो यस्तै त्यस्तै हो। गाडी त जताततै खाली नै खाली देख्दैछु होइन। टक्कसँगले हजुर उर्लाबारी टक्कसँग लाग्यो। कहाँ बस्नु त, अलिकति शीतल हेरेर बस्यो होइन। गाडी चाहिँ जताततै सिट खाली नै खाली रहेछ। लगाइन्छ अब देख्न सक्नुहुनेछ अहिले चाहिँ पुरा नेपालमा होइन बाटो बनाउने काम चाहिँ एकदम टकाटक जारी रहिरहेको छ। एसिया राजमार्ग बनाउने अरे ठुलो होइन। जस यो राजमार्ग बनिसकेपछि चाहिँ मलाई लाग्छ एकदम ठुलो हुन्छ। दुईतिर 4 लाइन बाटो हुन्छ जस्तो लाग्दैछ। काम एकदम यता उता पश्चिमतिर त गएको छुइनँ होइन। पश्चिमतिर चाहिँ इटरीसम्म गएको छु। इटरीदेखि लिएर यता काँकर भेटियासम्म चाहिँ धमाधम यो बाटोको निर्माण कार्य चाहिँ एकदम धमाधम भइरहेछ होइन। देख्न सक्नुहुन्छ। यता सायद यो पानी जाने पैनी होला यहाँबाट। यो चाहिँ अब माथि पुल बनाउनु पर्यो नि त होइन। यस्तो काम टकाटक हुँदैछ यहाँ। फाइनली लगभग भन्दाखेरि 1 घन्टा लगभग समथिङ 15-20 मिनटको अन्तरालमा चाहिँ आइपुग्यो है। उर्लाबारी आइपुग्यो। अब यहाँदेखि चाहिँ हिँड्ने क्रम जारी छ होइन। मेरो पर साइकल भने पनि पल्सर भने पनि जे भने पनि पर राखेको छ त्यहाँ हाम्रो विनोद सर्कलमा। अब त्यहाँबाट चाहिँ सुई गरेर साइकल लिएर टक्क है हिँड्दै थियो। ट्याक एउटा सवारी ठ्याक्क रोक्यो क्या। को हुँदो रहेछ भनेको त सान इन्टर डेकोरेसनको संस्थापक यानि कि प्रोपाइटरलाई चाहिँ टक्क भेटेँ होइन। यो टक्क भने पुरै बानी लागिसक्यो भेटेँ। यदि हजुरहरूको पनि हजुरहरूलाई आकर्षक तथा विभिन्न मोडलका फर्निचरका आइटम
चाहिए म उहाँलाई सम्झन सक्नुहुन्छ र यसका साथसाथै घरमा किचन डेकोरेसन साथै है किचन डेकोरेसन र विभिन्न किसिमका सामानहरू बनाउनु परेमा उहाँलाई सम्झन सक्नुहुन्छ। उहाँसँग चाहिँ एकदम दक्ष तथा अनुभवी कालीगढहरूद्वारा काम गराइन्छ है। उहाँको सम्पर्क नम्बर रहेको छ 9810 46 8702 है। सुमन दियो 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 कस्तो छ त? सस्ता खाइयो है। अनि अब बिहानदेखि केही खाएको थिएन नि त, बिहानै घरबाट हिँडेको 7 बजेतिर। अनि हाफ प्लेट चाउन मात्रै खाएको थिएँ। यहाँ पनि अहिले अब यसो अलिअलि नास्ता गरेर घरतिर प्रस्थान गर्दै हो सफारीबाट है। यो चाहिँ उर्लाबारी चोक जाने बाटो भयो। बरगाछीबाट उर्लाबारीतिर जाँदैछु। अनि अब आजलाई चाहिँ मैले भ्लग हेरेर टुङ्ग्याएँ है। अब हजुरहरूको रात शुभ बितोस्। र जसले पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ अर्थात् यो भिडियोसम्म चाहिँ आइपुगिसक्नु भयो, कृपया मेरो च्यानललाई सपोर्ट गर्नु होला, सब्सक्राइब गरेर लाइक गर्नु होला र बेल आइकन दबाउन पनि नबिर्सिनु होला, ताकि मैले हरेक भिडियो अपलोड गरेपछि हजुरहरू समक्ष त्यो भिडियो आइपुगोस् है। यति भन्दै आजलाई बिदा भए। हस्त नमस्कार, धन्यवाद।